बनाउँदै नि हो कि ताम्राकार कम्प्लेक्स सप नम्बर 4 एप्पल स्टोर ओके ल भाइ नेपालमै पहिलो के त भन्दाखेरि आधिकारिक विक्रेता फोन कस्तो लाग्यो तँलाई ह्याप्पी कङ्ग्रेचुलेसन फेरि पनि ल है त्यो लगाइ चाहिँ बहिनीको चाहिँ लगाइसक्यो बहिनीको चाहिँ रेडी भयो फोन पास पनि भइस् फोन पनि पाइस् धन्यवाद भनेको धन्यवाद के हो म खै राम्रोसँग खै एक चिज त तपाईँले पनि बोलेको पऱ्यो अब तपाईँ ह्याप्पी छ भने अन्त विनो कहाँ जानुपर्छ भने ताम्राकार कम्प्लेक्स 39 स्टोरमा नाम भन्नुहोस् न मिस्टर मोबी हेलो हजुर मोबाइल स्टोर छ हजुर मोबाइलमा ल्यापटपहरू छ सबै हाम्रो यो अहिले नयाँ चलेको मोडर्न ग्यारेज सबै छ हाम्रो दाइकोमा सबै सेलिब्रेटी सो हेलो गाइज वेलकम ब्याक टु माई अनदर न्यू ब्लग आफ्टर सो लङ टाइम है गाइज आज चाहिँ मेरो बहिनीले +2 पास गऱ्यो है गाइज आज कति असार 4 गते गाइज है असार 4 गते रिजल्ट आएको गाइज है सो एकदम खुसी लागिरहेछ अनि यो खुसीको अवसरमा गाइज मैले चाहिँ मेरो बहिनीलाई एउटा आइफोन किनिदिन आँटेको है गाइज 5 गते कि 4 गते छैन आज मेरो बहिनीलाई मैले आइफोन किनिदिन आँटेको है कस्तो लागिरहेको तँलाई मुट्टु सो गाइज त्यही हो ल अब म र मेरो बहिनी चाहिँ ताम्राकार जाने फर्स्ट ह्यान्ड त सक्दिनँ आँट्छ सेकेन्ड ह्यान्ड ल हेरौँ भन्छ सो गाइज ल त्यही गरेर बुझौँ है के कति पर्छ कसो पर्छ सबै देखाउने नै छु सो अहिले हामी ढिलो नगरी ताम्राकार जान्छौँ है उतै भेटौँ गाइज ल सो गाइज हामी चाहिँ ताम्राकारमा पुग्यौँ है अहिले तल बाइक पार्किङ गर्थ्यो थिएँ म चाहिँ सो अब हामी चाहिँ यहाँबाट बुझ्दै जानुपर्ने हुन्छ है यता पाउला र 16 प्रो म्याक्स सो ल हामी त्यहाँ बुझ्दैछौँ हामी चाहिँ ताम्राकारमा छौँ है गाइस आटा लगाएर बाह्रमा बुझ्न के भन्छ छैन है मान्छे म एक किलो ठाउँमा जाउँछु 16 Pro Max Samsung छैन हेर्दा नि यसमा त फिक्स होला 16 Pro Max Samsung 16 Pro Max Yes, yeah. यो नराखेको बेच्न नि आउँदैन डिस्प्ले चेन्ज हो होइन के चेन्ज छ यसको केही पनि छैन सबै जेन्युन ल्याउँदै त पुछ्नुपर्छ फर्स्ट पसलमा आइसक्यो दाइसित इन्टरभ्यू लिने कि फोनको लागि भाइलाई दाइ यसो दाइको पसलको विज्ञापन गर्छ कि भनेर राम्रो आएर है क्यामेरा जस्तो छ भ्लग बनाउँदै नि हो कि ताम्राकार कम्प्लेक्स सप नम्बर 4 एप्पल स्टोर ओके ल नेपालमै पहिलो के त भन्दाखेरि आधिकारिक विक्रेता फ्युचर टेक मोबाइल ताम्राकार कम्प्लेक्स भित्र त्यहाँको 4 नम्बर हुन्छ 100 जना आइदिनुहोस् है 100 जना आइदिनुहोस् ल कस्तो छ सिटिङहरु हेर्नु मलाई आउँदैन 79 छ त ब्याट्रीहरु त हैन 90% रहेछ 90 छ सो गाइज हामी चाहिँ डुल्दा बौला भइसक्यौँ है पसिना भइसक्यौँ हामी चाहिँ हामीले फोन भेटाउनै गाह्रो भयो हामीलाई है हामी चाहिँ माथि गयौँ 10 तला घुमिसक्यौँ होला होइन फेरि तल आयौँ यहाँ त्यो परसम्म गइसक्यौँ त्यहाँदेखि परसम्म गइसक्यौँ चित्त बुझ्दो फोनै पाएन हो गाइज है सो अहिले हामी जाँदैछौँ फेरि ताम्राकारमा छर्न आँटेको एउटा पसलमा चाहिँ हामीले अहिले बुकिङ के लिने भइसकेको थियौँ डुल्डौँ भनेर एकछिन डुलेको अब त्यहीँ गएर अब लिने फिक्सै हुन्छ होला गाइज है सो अब हामी चाहिँ माथि जाउँ
है हुन्छ नि त्यही फोनै लिउँ पर्ला जस्तो अब धेरै डुल्यो सरी सो त्यही फोनै लिन्छौँ होला सो गाइज हामीले चाहिँ यता हाम्रो दाइकोमा फाइनल गरिसक्यौँ है अब फोन कस्तो लाग्यो तँलाई ह्याप्पी कङ्ग्रेचुलेसन फेरि पनि ल है दुईचोटि कङ्ग्रेचुलेसन आज पास पनि भयो आज +2 मा अनि उसको लागि आज स्पेसल्ली मैले अब हुन्छ नि धेरै पहिला पास भयो है सबजना एउटा एउटै पऱ्यौँ दाइ सो ल खुसी छ भने अब हुन त मैले गिफ्ट ह्याम्परहरू पनि दिन्छु हजुर है अब एक चिज त तपाईँले पनि बोलिदिनु पऱ्यो अब तपाईँ ह्याप्पी छ भने हामी त विनो कहाँ जानुपर्छ भने ताम्रा कम्प्लेक्स 39 स्टोरमा नाम भन्नुहोस् न मिस्टर मोबी हेलो मोबाइल स्टोर छ है हजुर मोबाइल मात्रै ल्यापटप पनि छ एउटा सानो सबै एभ्रिथिङ हाम्रो यो अहिले नयाँ चलेको मोडर्न ग्यारेज सबै छ हाम्रो दाइकोमा यहाँ सबै यहाँ सेलिब्रेटी भएको थियो प्रायः कलाकारहरू कलाकार ओहो हजुर के को म्युजिक ओ सो सही यहाँ चाहिँ डिस्काउन्ट पनि दिन्छु अहिले अफरहरू एसएलसीहरू हजुर हजुर उहाँलाई पनि पक्कै एउटा गिफ्ट त दिन्छु हजुर पास टाइम पाँचटा त्यही हेर ताम्रा कम्प्लेक्स 39 नम्बर स्टोरमा पाएको निर्णयमा छ प्लिज आइदिनु सेकेन्ड फ्लोरमा एकदम बवाल जेन्युन हुन्छ हाम्रो दाइ फोन पनि जेन्युन मान्छे पनि जेन्युन बवाल है गाइस यति भएपछि के चाहियो अब यसमा म भन्छु के भयो भने प्लिज अब सेकेन्ड ह्यान्ड कारबाट हामी गर्छौँ जस्तो के भन्छ हामी छ हस्पिटालिटी चाहिँ राम्रो छ तपाईँमा के भयो भने हामी प्लिज आउनु होला सबै दिइहाल्छु होइन स्योर स्योर होइन हामी त आइहाल्ने मान्छे हो हामीलाई त यस्तो फोनमा इजी दाइ हाम्रो सिम हाल्नुपर्छ सिम काट्नु सिम यसलाई म एक्टिभ गरिदिन्छु प्लस अब एप्लाई बनाउनै पऱ्यो दाइ अब कसरी तपाईँलाई हुन्छ म राम्रो ट्रिट गरेर अब मेरो पनि यो टेम्पर ग्लास हाल्नु पर्छ ए हुन्छ हुन्छ म हालिदिन्छु कभर तपाईँलाई चोइस हुन्छ तपाईँ यसो नि त होइन तपाईँ तलै जानु न म तपाईँ दुईजना जानु हुन्छ कुन चाहिँ मनपर्छ हेर्नु त त्यहाँ बहिनी हुन्छ तपाईँ त्यो कभरहरू पनि यसो हेर्नु पनि पाउनुहुन्छ हुन्छ दाइ हेर्नु नि छोड्यो हुँदै ल सो गाइस हामीले चाहिँ यहाँबाट लिइसक्यौँ है फोन पेमेन्ट गर्ने लिएर जाने गाइस खुसी छ भने तिमी हार्छ कभर कुन लिन्छ कभर हेर ल मेरो पनि कभर हेर्दै एउटा गाइस यहाँ ठाउँ चाहिँ दामी छ कलर हजुर ए मेरो कालो बाघ भन्ने छ यार केटा युट्युबमा यस्तो हाम्रो है हाम्रो एउटा सब्सक्राइबर बढेको छ अनि मेरो यो उस पनि चेन्ज गरिदिनु न फोन गाई चाहिँ बहिनीको चाहिँ बहिनीको चाहिँ रेडी भयो फोन मेरो यता हुँदैछ टक्क लाएर है दामी ल खुसी यस्तो गरेर एउटा यस्तो गर्दैन त यसरी यसरी ल ल फोन लियो है गाइस मैले ल खुसीको कुरा प्राउड मोमेन्ट तँलाई डबल कङ्ग्रेचुलेसन आर्छ आज पास पनि भइस् फोन पनि पाइस् धन्यवाद भनेको धन्यवाद धन्यवाद के हो म खै राम्रोसँग खै ल है त फ्यामिलीलाई पनि थ्याङ्क यू फ्यामिली नै भन्दै ल है गाइस ल ल ल है ल मेरो दाइ एकदम खुसी लाग्यो है दाइले एकदम मिलाएर गरिदिनु भयो हाम्रो यो ताम्राकार घुम्यो होला गाइस होइन दाइकोमा सस्तो पाएँ मैले अनेक सेन्सर बनाउनु दाइकोमा एकदम सस्तो छ भरपर्दो छ सामान है सो गाइस ल कस्तो लाग्यो मलाई एकचोटि बधाई छ कि अझै बधाई छ ल त है मेरो त है ल निस्किनु पऱ्यो त्यो चार्जर हस् ल सो फोन देखाउनु ए सामान लिएर सबै खै ल हस् त है ल ब्रदर ल थ्याङ्क यू ल है हस् म हुन्छ म गर्छु नि है सो गाइस ल है हामी चाहिँ यहाँ निस्किसक्यौँ फोन लिएर
त्यो फोन त्यहाँ गाइस 15 Pro Max फाइनल्ली लियौँ है हामीले चाहिँ यो गाइस बहिनीलाई योपालि अस्ति भनेर थियो मैले चाहिँ के भनेको थिएँ भने पास गर राम्रो रिजल्ट लिएर म किनिदिन्छु भनेको थिएँ बहिनीले गरेर देखाइदियो होइन तैँले आफ्नो बोली पक्का गरेँ मैले आफ्नो बोली पक्का गर्नै पऱ्यो भने गाइस सो किन्यौँ राम्रो छ होइन त ल अब फेस आइडीहरू हाल सबै हाल राम्रो हुन्छ ल दादाको मेरै 13 Pro Max छ बहिनीले अब 15 Pro Max केही छैन ठिक छ एकदम खुसी छु गाइज है म गाई भएको कर्तव्य पुरा गर्न पाउँदाखेरि होइन अनि थ्याङ्क यू मेरो फ्यामिली सबैजनालाई होइन सबैको सपोर्टले गर्दै भयो सो गाइज ल अझ हामी निस्किनु पर्ने हुन्छ ताम्राटारबाट अब खाजा जाने अनि त्यसपछि सिधै घर जानुपर्ने हुन्छ है गाइज ल गयो ल पानी पर्न आँट्यो ल हामी चाहिँ बाहिर निस्क्यौँ यो गाइज ल है ताम्राटारबाट निस्क्यौँ बाइक निकाल्छु बाइक निकाल्नु पऱ्यो सो गाइज हामी चाहिँ खाजा खान आइसक्यौँ है हाम्रो फ्राइड राइस आयो मोमो आउनु बाँकी छ अनि हामीले चाहिँ कृति म्यामले भेटिसक्यौँ है कृति म्याम उहाँको शुभ नाम चाहिँ कृति म्याडम टिचर हो उहाँ चाहिँ है हामीलाई ट्युसन पढाउन आउनु भएको सो त्यही हो यसको फोन चलाइहाल्नु न गाइज फोन चलाइहाल्यो आमा बन्यो तेरो फेस आइडी मेरो बन्यो क्या झुकाएर मेरो हालिदिउँ कि सो गाइज अब हामी खाजा खान्छौँ अनि यहाँबाट घर निस्किन्छौँ है त्यो बोल्न सकेन टाउको दुखिरहेको छ मेरो त बवाल टाउको दुखिरहेको छ गाइज आज दिनभरि घाममा उभियौँ है वाल टाउको दुखिरहेको छ त्यही हो हाम्रो मोमो नि आयो मोमो फ्राइड राइस त्यो गाइज ल है त्यही है खान्छौँ अनि निस्किन्छौँ आजको लागि यति भन्दै अब कालोबाग साइनिङ आउट जे नेपाल हस्त नमस्ते चुना लाग्यो है चुना लाग्यो आज